हेलो साथीहरू, आज मङ्गलबार म चाहिँ बिहान जाँदैछु। हाई छोरो। हाई। छोरोलाई स्कुल पुऱ्याएर त्यसपछि चाहिँ म घुम्न जान्छु। कहाँ जान्छु चाहिँ म हजुरहरूलाई देखाउँछु। बाई। म चाहिँ अब तपाईँहरूलाई मेरो बाइकमा लिएर जाँदैछु। पहिला चाहिँ म मेरो छोरीलाई चाहिँ स्कुलमा छोड्छु है। स्कुलमा छोडिसकेपछि चाहिँ बल्ल म कहाँ जान लागेको चाहिँ हजुरहरूलाई देखाउँछु मेरो भिडियोमा। म चाहिँ छोरीको स्कुल पुग्नै आँटेँ। छोरीको स्कुल आयो, छोरीलाई मैले स्कुलमा ड्रप गराएँ, छोरीको सबै सामान दिएँ र मैले बाई बाई भनेर म त्यहाँबाट निस्केँ। बच्चाहरूले मलाई ओ आन्टी भन्दै थिए। म चाहिँ जाँदैछु। गेस द प्लेस। मैले हजुरहरूलाई कहाँ लाँदैछु होला त? आज मङ्गलबारको दिन पक्कै मन्दिर त जाँदैछौँ, तर कुन मन्दिर जाँदैछौँ त हामी? गेस द लोकेसन। हामी चाहिँ अब कहाँ पुग्यौँ होला त? अब चाहिँ पुग्न लाग्यौँ है। यस, म चाहिँ अहिले बल्खु चोक आइपुगेँ। बल्खु चोकमा ट्राफिकमा परेँ है म। अब चाहिँ ट्राफिकमा परेको, ट्राफिक ठ्याक्कै खुल्यो। म चाहिँ अब गएँ है। अब चाहिँ म त्यहाँबाट निस्किसकेँ। त्यहाँबाट जाँदैछु म। हेर्नु है साथीहरू, म कहाँ पुग्छु होला त? एनी गेस गर्नु है, म तपाईँहरूलाई कहाँ लाँदैछु। बिहान चिसोमा तातो घाम, यति आनन्द आइरहेको थियो। म चाहिँ अलमोस्ट अब विदिन 1-2 मिनटमा चाहिँ पुगिहाल्छु है। हेर्नुहोस् त। गेस म कहाँ जाँदैछु टाढा। म चाहिँ पुग्न लाग्यो। अब मलाई चाहिँ सोलो राइड गर्ने रमाइलो लाग्छ है। त्योहरू म जहाँ जाँदा पनि प्रायः एक्लै नै गइरहेको हुन्छु। अब चाहिँ म अलमोस्ट पुग्न आँटेँ। गेस द प्लेस। म चाहिँ पुगेँ। मलाई चाहिँ यहाँनिर दुईवटा दाइहरूले चाहिँ ओहो बहिनी तपाईँले भ्याउनुहुन्छ यो बाइकमा भनेर सोधिराख्नु भएको थियो। जलविनायक मन्दिर Here we go. यहाँ चाहिँ ढाडदेखिको निको हुन्छ अरे है। सो मान्छेहरू सबै लाइन बसिरहेको हुन्छ। हामी चाहिँ गयौँ। हेर्नुहोस् खोला, कति फोहोरी खोला छ। यो चाहिँ मन्जुश्रीले काट्नुभएको डाँडा, जुन चाहिँ काठमाडौँ डुबान हुँदाखेरि चाहिँ त्यो डाँडालाई चाहिँ काटेर त्यहाँबाट चाहिँ पानी चाहिँ क्रस गर्नुभएको। हामी चाहिँ चौबार स्थित जलविनायक मन्दिरमा छौँ। यो भर्याङ उक्लिँदा गर्मी भयो। हामी चाहिँ म चाहिँ चौबार मन्दिर आइपुगेँ। पछाडि चाहिँ चौबार मन्दिर छ, चौबारको जलविनायक। अब चाहिँ म घर फर्किँदैछु। म चाहिँ अब मन्दिर दर्शन गरेँ साथीहरू। म चाहिँ त्यहाँबाट निस्किँदैछु है। म चाहिँ अब घर जाँदैछु। सेम बाटो, हजुरहरूलाई बाटो त थाहा भइसक्यो। रमाइलो छ। म चाहिँ यो बाटो चाहिँ एकदम युजली हिँडिराखेको हुन्छ है। जाँदैछु म।
ठ्याक्कै फोन आएर तनाव राखिदिइहालेँ फोन काटेर। चाहिँ यसो हेरेको चाहिँ मेरो बाइकमा चाहिँ जम्मा 3 लाइन मात्र पेट्रोल रहेछ। अब चाहिँ के सोचिरहेको छु, म चाहिँ पेट्रोल हाल्नु पर्यो भनेर सोचिरहेको छु। नजिकैको पेट्रोल पम्पमा चाहिँ म पेट्रोल हाल्न जान्छु। यो आजकल मोबाइल ब्याङ्किङले गर्दाखेरि चाहिँ खासै क्यास बोक्ने चलन चाहिँ छैन है। अब यहाँनिर चाहिँ के गर्नुहुन्छ है त, क्यास लिनुहुन्छ कि अनलाइन लिनुहुन्छ? म चाहिँ यस्तो सोच्छु। अब क्यास दिनुभयो भने ठिकै छ, अनलाइन गर्नुभयो भने ठिकै छ। अब चाहिँ म पुगेँ है। अब चाहिँ म पेट्रोल हाल्नको लागि पेट्रोल पम्प पुगेँ। पेट्रोल पम्पमा सबले टुवा परेर हेरिराखेको थियो मलाई। अनि एउटा त्यो ब्याङ्कको स्टाफले चाहिँ मलाई बहिनी यताबाट घुमेर आउनु भन्नुभयो। अनि फेरि घुमेर गएँ। अनि हि सो गुड होइन। मैले हेलमेटमा चाहिँ गोप्रो राखेको देखेर चाहिँ सोध्नुभयो, ओहो एकदम सेफ हो नि आजकल त, केटी मान्छेले बाइक चलाएर यस्तो गर्छन्, हेप्छन् बाइकहरू, बाइकलाई त पुरै जानै दिँदैनन्, कस्तो गर्छन् भन्दै हुनुहुन्थ्यो बुवाले। राम्रो राम्रो क्यामेरा बोकेर हिँड्नु भएको रहेछ अरे बुवा त, यस्तो पोजिटिभ क्या। मेरो छोरीलाई पनि म बाइक चलाउन सिकाउँछु भन्दै हुनुहुन्थ्यो मलाई देखेर। म चाहिँ पेट्रोल हालेँ। अब चाहिँ म घर जाँदैछु।